दर्शकवृन्द, आज चौतेल सङ्घ केन्द्रीय परिसरमा यो खेगी भवनमा पिरुथेँ भइरहेको छ। यसमा पिरुथेँमा खाजोथेँको लागि पर्वत अर्गौलीको पैँखोला समाजको खेगी ग्रुप स्मरण टुक्याप्रेको ग्रुप यहाँ आउनुभएको छ। आजको यो खाजोथेँको विषयमा केही आफ्नो भनाइहरू प्रश्न हुन्छ। धन्यवाद छ आदरणीय दाजु महेन्द्र दाईलाई। यो हामीले यो चैतको मङ्गलबारमा पहिलो मङ्गलबारमा यो खासो चाहिँ किन गर्नुपर्छ भन्ने कुराहरू बारेमा म थोरै भन्न चाहन्छु। यो खासो चाहिँ भनेको हाम्रो मृत संस्कारमा मात्रै होइन, जीवित संस्कारमा पनि जस्तै गैर भाषामा चाहिँ हामीले ग्रह कटाउने ग्रह शान्ति गर्ने जस्तै हाम्रो गुरुङ भाषामा चाहिँ खासो व्यवहार भन्ने कुराहरू छ। यो चाहिँ कार्तिकको महिनामा पनि हुँदो र उमोली हुँदो रहेछ। तर विशेष गरी चैतको महिना फालेको मङ्गलबार बनाएर खासो फालेको भेला चाहिँ के भनिन्छ भन्दाखेरि मोकु चैको ढेकु थकु, यो चार चेतहरू भूत प्रेत पिचासहरूले हामी तमुहरूलाई सताइरहेको हुन्छ। यो सताउने क्रममा घेमुले चाहिँ यो ठाकुको के आदि लिएको कारणले गर्दाखेरि यो ठाकु तपाईँको घरमा समाजमा प्रवेश भयो भने यो ठाकुले के गर्छ भन्दाखेरि बोल्दा बोल्दै नराम्रो रिसाउने, बोल्दा बोल्दै रुनु गराउने, के अरे सोचेको कुराहरूमा नपुर्याउने, विभिन्न किसिमको ऋणहरू लिएर आउने, जस्तै अब रोग व्यथाहरू आउने हो। त्यो रोग व्यथाहरू विभिन्न किसिमको ऋणबाट जोगाउनको लागि र तपाईँको घर परिवारमा सुख शान्ति समृद्धिको लागि चाहिँ यो हाम्रो चैतको पहिलो मङ्गलबार पारेर खासो ढेँ गर्ने कारण यसको चलन छ। त्यसकारण यो खासोको के शास्त्र चाहिँ हामी घेब्रीले गरेको भएको कारणले गर्दा हामीले चाहिँ खासोको मुखमा चाहिँ घेब्री बस्नुपर्छ। त्यो कारणले गर्दाखेरि खासो फाल्ने कारण आफ्नो गुरुङ संस्कारमा चलिचल्दै आएको अच्छा, धन्यवाद। अनि खासो कति प्रकारको हुन्छ नि? खागु त अब कति प्रकार भनौँ, एउटा चाहिँ अब हाम्रो के अरे दुई प्रकार तिन प्रकारको हुन्छ भन्छ। अब आफ्नो सामी अनुसारको छ। यसमा धेरै केटीहरूले कोहीले के भन्छ, कोही रिगु थकु भन्छ, मोको रिगु थकु पनि भन्छ, चार प्रकार भनिन्छ। तर खाएको विशेष त घेब्रीले गर्नुपर्ने खाएको मात्रै हो। खाएकोमा के हुन्छ भन्दाखेरि हिजो प्राचीन कालमा बाआमा मरेर बाआमा मरेको देखेर त्यो छोरा चाहिँ सँगै जाँदाखेरि जहिले पनि जतिवटा भाग परिवारको भाग गरेछ त्यो जिउँदो मान्छेले त्यो भाग पसेको हुँदाखेरि आज मेरो घरमा किन यो भाग जहिले घटे भयो भन्ने कुराहरू छ। त्यो कारणले उनीहरूले हेरचोक गर्दाखेरि ओहो यहाँ त मोक्सो थपु ढिको चैको आएको रहेछ। थपु र चैको हुन्छ है। हामीले ढिको र थपुलाई चाहिँ दुई प्रकारको हुन्छ। ढिको भनेको अब मृतमा चाहिँ थपु भनेको चाहिँ त्यो नी लिएर बिमार गराउने भनौँ न विभिन्न किसिमको पेटाहरू उत्पन्न गराउने होइन, विभिन्न किसिमको बाधा अर्चनाहरू पुऱ्याउनको लागि कुराको हुँदाखेरि विशेष कुरा हामी गुरुङहरूले चाहिँ यो ठाकुको पे गरेर चाहिँ तमुहरूलाई चाहिँ शान्त गराउनु पर्छ। धन्यवाद तपाईँलाई। यो अहिले यो खाजो ढेँको विषयमा एकदम राम्रो प्रस्ताउनु भयो। र अब अन्तमा तमुपेल सङ्घ केन्द्रीय प्रचार विभागले को विषयमा तपाईँ के भन्न चाहन्छु अन्तिममा? यहाँहरूलाई प्रचार समितिलाई धेरै धन्यवाद दिन चाहन्छु। यहाँले मैले जानेको मेरो शास्त्र अनुसारको केही शब्दहरू यो पेलु सङ्घको प्राङ्गणमा यहाँले मलाई वाचन गर्ने मौका दिनुभएकोमा यहाँको सम्पूर्ण प्रचार समितिलाई मोरी हामी खेलीको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। र अझै पनि तपाईँलाई म के निवेदन गर्न चाहन्छु भन्दाखेरि तपाईँले हरेक खेलीहरूको कार्यक्रममा चाहिँ यसरी सोध्दै जानुभयो भने अवश्य हाम्रो गुरुङहरूको दिमागमा, संस्कारमा, समाजमा जनचेतनाको मुलुक चिन्ह बन्नेछ भन्ने कुराहरू तपाईँलाई यो निवेदन गर्दै यहाँहरू प्रचार समितिलाई धेरै धन्यवाद दिन चाहन्छु। क्या साथै साझाले धन्यवाद यहाँ खेगी गुरुलाई।